हेलो साथीहरु, स्वागत छ मेरो यो न्यू च्यानल न्यू भिडियोमा। आज चाहिँ भने हामी दिक्तेल बजारसम्मको यात्रा छ। आज चाहिँ गाउँको दाइसँग म बजार जाँदैछु। बाटो पनि पुरै अफरोड छ, अन्तिमसम्म हेरिदिनु होला है त। अब चाहिँ हामी घरबाट दिक्तेल हिँडिसक्यौँ। हजुर आन्टी अब चाहिँ हामी तेल हाल्दैछौँ। पैसा बोकिस् के? अह छैन। बोक 1000 रुपैयाँ पेट्रोल पम्पमा मेरो पैसाले तेल पनि ल्याएर यतिले चाहिँ दिक्तेल पुगेर मजाले आउँछ। अब चाहिँ हामी दिक्तेल जान आँटिसकेको। भयो अब चाहिँ हाम्रो घरदेखि तेल बजारसम्मको यात्रा छ हैन। बाटो चाहिँ पुरै अफरोड छ। अक्कासँगले हराएर जाने हामी दुई भाइ। हिँड्दा जानिँदैन त्यही पनि। के गर्दैन बजु गोरुले? ज्वर हटाउन है, मलाई अप्ठ्यारो भयो। गोरु ल्याएर त झन्डै लड्यो। गोरु ल्याएर त झन्डै लड्यो पनि हैन। बाटो चाहिँ हाम्रो पुरै अफरोड छ कि। हजुर हाम्रो पुरै अफरोड बाटो छ। त्यसमा चाहिँ ठिकै हुन्छ त हिँड्नुको लागि। जस बाइकहरू चाहिँ गाडीहरू चाहिँ हिँड्नु सक्दैन, अलिक बाटो छैन। यसपालि यो रोड पनि बनाउने भन्ने कुरा गर्दैछ उनीहरूले। बाटो साथी कस्तो बनाइदिएको भन्दै हिजो भन्दै बाटो साथी बिगारेन। खोइ यो चाहिँ हाम्रो दिखला। ठुलो भल लाग्छ भाइ। खोइ सुन्नु त सुनेको यार, खोला झरिएन। बाटो छ के हो साथी यार? छ के रात निस्किसक्यो। खत्रै टायर चिप्लेको यार है। हाम्रो बाटो चाहिँ बब्बा छ क्या, यतिको चाहिँ हुनुपर्छ क्या बाटो चाहिँ। के खस्यो? हो छोड्दो। ओइ कस्तो खत्रै सानो ढुङ्गाले नि हामीलाई चाहिँ झन्डै लडाइदियो। जो फेरि पानी परेर हाम्रो चाहिँ बाटो पुरै चिप्लो छ क्या, रातो माटो छ, पुरै चिप्लो छ हाम्रो बाटो चाहिँ। हाम्रो चाहिँ रातो माटो छ, त्यही भएर अलिक उयो धेरै चिप्लिन्छ क्या बाइक। टायर पनि फेरि हाम्रो तालु टाइपको छ क्या। मान्छेको कपाल त के तालु हुन्छ र। टाढा जानुपर्छ नि।
बाटो चाहिँ एकदम दामी छ गाइस। यतिको चाहिँ अफ रोड भएपछि बाटो चाहिँ हुनैपर्छ क्या, अनि पो कुदाउनु मजा आउँछ। बाटो चाहिँ पुरै बबाल छ है गाइस। अस्ति यहाँ बिसाएर पन्जा छोडेर गएर घर गएछ। अब पन्जा पनि त्यस्तै भयो, खानुलाई सोधेको। कुन बाटो जाँगौ? जाँगै यही पल्लो बाटो। फर्स्ट टाइममा यो पल्लो बाटो चाहिँ अस्ति राति दाइसँग आएको थिएँ, अनि आज चाहिँ फर्स्ट टाइम जाँदैछु। कस्तो छ राति त खासै मजाले देखिँदैन। बाटो चाहिँ बबाल रहेछ। रन्का बुझ्दै रन्का हो, फेरि उकालोमा 2 गियरमा छ है। झन्डै तान्यो है 2 गियरमै। बाटो छैन नि त रन्कामा जस्तो। बाटो चाहिँ फर्स्ट टाइम आएर खासै कुदाउनु सकेको छैन, नत्र हिँडिरहेको बाटो भएर चाहिँ अलिक राम्रो कुदाइन्छ। बाटो भएर पनि हो क्या है यस्तो भएको। पल्लो बाटो जस्तो चाहिँ छैन। 2 गियरमा तान्छ त। यहाँ ढुङ्गा छैन अब। सासमा बस बनाउँछ बाइकलाई। अनि कस्तो लाग्यो क्या बाटो? दामी छ नि। अफ रोड कुद्यो भने त यतिको त कुद्नु परेको नि। सिङ्गलमा त फेरि म पनि हानिदिन्छु नि यहाँ त। म डबलमा चाहिँ अलिक हान्नु सक्दिनँ कि। फेरि सिङ्गलमा त म त भङ्गा रन खायो नि त नि। सिङ्गलमा त हान्नै होला फेरि। म सिङ्गलमा फेरि बबाल। बबाल रमाइलो लाग्ने भनेको चाहिँ मलाई सिङ्गलमा हो। बाटो तर दामी छ है। फर्केरै छ फर्केर। यता पनि भला आएछ त हिजो। च्यालेन्ज हुन्छ त्यो। च्यालेन्ज बाटो चाहिँ हाम्रो बबाल छ। हाम्रो फेरि गाउँघरको सोलिङै खतरा हो क्या। दामी यतिको
साह्रै दामी दामी बाटो छ यार एकदम बबाल बाटो छ हाम्रो चाहिँ नझर है कस्तो बबाल मजा आउँदैछ खुट्टा चाहिँ झरेको छैन अहिलेसम्म चाहिँ यस्ता जाबस लाइट त कितना मारता है बाटो बबाल छ नि त अब चाहिँ भने हामी दिक्तेल बजार आइसक्यौँ बजारको पुछारमा छौँ होइन चाहिँ हामी बजार छिर्नु लागिसक्यौँ ओए ऊ भयो तिमी कुदाउने म कुदाउने बाइक त पेट्रोल पम्प नलान अरे यहाँ नानाकोमा पनि बस्नुपर्ने अरे यहाँ अनि त्यत्रो तल झर्नु अब चाहिँ हामी यहाँ नानाकोमा सामान छ अरे भान्जीको अलिअलि त्यो लगेर जानुपर्ने छ हामी यहाँ नानाकोमा बसेर यता छ हाम्रो दाइ चाहिँ नमस्कार नाना भान्जीले यहाँ सामान भन्दै थियो हुन्छ अरू बस्नु है निको ल अब हामी चाहिँ यहाँ भान्जीको सामानहरू किनेर नानाकोबाट लागिसक्यौँ अब हामी चाहिँ यो ट्र्याक्टरको सामान किन्नु जानुपर्ने छ रुगा लागेर फेरि साह्रो पारेको छ पस्यो बाटो परतिर चाहिँ अप्ठ्यारो छ भन्दैछ नानाहरूले पुरै बाटो बनाउँदै रहेछ अहिले छिर्नु दिन्छ त यतारि पनि बाटो त ठोकेर नि है हामी सिधै पर जानुपर्ने होइन केटाहरूको त्यसरी ग्याङ रहेछ क्या केटाहरूको ग्याङ मलाई के थाहा म त के सिक्नु गोरु फेरि झर हामी नै लाग्छ अब चाहिँ हामी यहाँ सामान लिन आएको चाहिँ यो सामान यसको लगेर जानुपर्ने छ क्या हामीले चाहिँ केटाले बाँध्नु कस्तो कडक बाँधेको रहेछ नझर्ने खालको रुगा लागेर साह्रो पारेको छ यस्तो ट्र्याक्टरको सामान हो यो चाहिँ आन्टी यो ट्र्याक्टरको सामान यस्तोलाई कति पर्छ 22-25 5 को
ट्र्याक्टर 5 ट्र्याक्टर 5 को त हो कि मिल्छ कि मिल्दैन सबै थाहा हुनुपर्छ यही मिल्यो भने मात्रै हो त्यो गर्नुपर्छ छैन त्यो फाल्टो जस्तो छ कतै छ त हौ यो चाहिँ मिल्छ मिल्छ कि बा मिल्दैन जस्तै छ त्यो। हो रहेछ यो किसानको हो किसान बाङको 5 कै होला यो 5 कै हो यहाँ यो चाहिँ मिलाउनु पर्छ कि हजुर मिलिसक्यो मिल्यो होइन हजुर यही पुवालो मिल्ने त कतिको हो आन्टी म सोध्छु है फोन एकताल गरेर 2200 जस्तो लाग्छ होइन हजुर सोध्नु न एकताल त्योभन्दा बा घटी बढी हजुर एकताल सोधिदिनु न अब चाहिँ हामीले किनिसक्यौँ यता चाहिँ लोड गर्दैछ अब चाहिँ हामीले यहाँ उयो गरिसक्यौँ औ बाइक टक्क घुमाइसक्यौँ दाइ चढ्दै हुनुहुन्छ भयो नतान्नु सक्छ नि त हाम्रो बाइक लाइट हाल्छ क्या त्यो होइन यार यसमा भर्खरै सिक्दैछु कि बजारको बिच छिर्न थालिसक्यो अब चाहिँ माथितिर मामाहरू हेर्ने चान्स ठुलो हुन्छ अस्तिको ठाउँमा जाने कुन कलार अब त्यो Vou dejar la. ¿Qué te pasa? Vou dejarla. ¿Qué te pasa? Oh, बिस्तारै
अरू बेच्नु खाइदिनु दाइले रोक्न रोकेर अब चाहिँ यहाँ दाइको काम सकेछ हामी यहाँ बस विनोद मामा जस्तो देख्छ त्यो अहिले जाने हो अनुहार चाहिँ हेर्छ क्या साह्रो तेल दिनु भनेको अहिले गाडी आएको हुन्छ नि गाडी आउँछ नि त नि मजा आइरहन्छ है बाइक चाहिँ राम्रो छैन नि त 220 बाबा सुत्दो रहेछ नि के आएको छैन होइन भने अब ट्रकसँगले तेल लाग्नु आइसक्यो कति भर्नु रे यहाँ 1000 का अब चाहिँ भने हामी पेट्रोल पम्पबाट घर लागिसक्यौँ दिक्तेलतर्फै भनौँ न 1000 को तेल लाग्यो अनि डिजेल बोक्यो
के एक्सन हैन हेर त डुनट पसल त बन्द छ क्या डुनट पसल त बन्द छ क्या जाऊ त सयको लिएर आऊ तिमीसँग छैन लिइराख नि त्यहीबाट ल भाइ चाहिँ अब टक्कर डोनट किन्नु गयो भाइलाई बजार आउँदा भाइको लागि ल्याइदिनु पर्छ कि डोनट चाहिँ भाइको लागि डोनट किनिदिनु गएको छ होइन बिस्तारै आउँछ भयो अब चाहिँ हामी अब लागिसक्यौँ बजारबाट को सपिङ हो भने लागिसक्यो घर तेल बजारबाट के भयो कोला हौ माऱ्यो होला कसरी देख्यौ तिमीले चाहिँ नहल्यो नगरी नगरी यार के खाजा खाने हामीले कहाँ खानु खाजा है कहाँ खानु खाजा भोक लागिसक्यो यार जेरी भन्दैछ यार जेरी भन्दैछ के कहाँ पर नानाहरूकोमा खान जानुपर्छ क्या पर त्यो के हो जति होइन ऊ यता हौ यहाँ पर छैन त भवन गएर परतिर अस्ति हामीले खायौँ न कहाँ जानु त कता यता घुमाउँ कि उतै जाने छ र अलिक उता कहाँ भन है जानु बन्द गरेको है फर्किनु पर्ने भयो होइन
बाटो चाहिँ यस्तो बबाल छ कि लास्ट दामी हुन्छ। लास्ट ठाडो छ त यार। अब चाहिँ हामी खाजा खानलाई बेन्चुकमा बसेको छौँ। टक्कसँगले मोमो खाइदिने हो। मोमो 1 प्लेट बनाइदिनु। अब चाहिँ भने हामी खाजा साजा खाएर घरतिर लाग्नु लाग्यो है त। के भयो भयो कस्तो मोबाइल पढ्दैछ। अब चाहिँ भने हामी बजारबाट घरतर्फ फर्किसक्यौँ। अब चाहिँ हामी सर फेरि बिस्तारै ड्याङ 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 गर्दै अब बाटो लाग्नु पर्ने हुन्छ होइन। त्यस्तो छ हाम्रो बाटो अगाडि। तर दाजुलाई त यहीँ पो भेटेँ त, अघि यहीँ भेटेको थियौँ होइन। तारासँगले घर गइदिनु पर्ने हुन्छ। अब चाहिँ फेरि हाम्रो अफरोड आइसक्यो होइन। कपालमा जान्छ क्या फेरि अफरोडमा चाहिँ यस्तै हुन्छ। दामी मजा आउँछ क्या अब चाहिँ अहिले पछि गइहाल्नु क्या। मजा हुन्छ नि त अफरोडको टाइममा नि। बाटो चाहिँ दामी छ क्या फेरि हाम्रो। खोटाङको बाटो पो त हौ, खोटाङको बाटो बबाल छ नि। स्लाइडमा हानिदिन्छ त दामी पारामा। मेरो दाइको चाहिँ पुरै कामहरू सबै बन्यो अरे। त्यही भएर दाइ चाहिँ पुरै खुसी भएर यहाँ रमाइरहन्छ। हाम्रो पनि काम त भयो, रमाइने केटाकेटी यस्तै। सँगले जानुपर्ने हुन्छ हामी। अब चाहिँ भने हामी घर आइसक्यो। आज चाहिँ हामी दिक्तेल बजारसम्म गएको थियौँ सामानहरू किन्नु। आज चाहिँ हामी घर आइसक्यो। अब चाहिँ आजको भिडियो चाहिँ यति नै छ। अर्को भिडियोमा भेटौँला है त।